दर्शकहरू आज फेरि हामी बर्दिया जिल्लाको मधुवन नगरपालिका वार्ड नम्बर 2 मा छौं। सम्पूर्ण दर्शकहरू आज हामी बाटो देखाइराखेको छु। हेर्नुस् न, यहाँ पुरै खाल्टै खुल्टी छ अनि यहाँ वाल उठाएको छ यो रोडको साइडमा। फेरि कसरी बजेट हालेको थियो हेर्नुस् न, पुरै आधै अधुरो बजेट हाल्छन्। यत्रो हेर्नु न, यहाँ देखिए बाटो देखिए वाल कति टाढा छ। म एकचोटि यही समाचार हालेको थिएँ। यही ठाउँमा जुन मैले भिडियो देखाइराखेको छु, यो ठाउँमा झन्डै ठुलो ट्रकको मल खसिराखेको थियो। झन्डै यहाँ एक्सिडेन्ट हुने अवस्थामा थियो, तर झन्डै त्यो खसेन। तर अब यस्तै लापरवाही भयो भने साँच्चै यो खाल्टोमा जुन बिचको छ त यो वाल र यो बाटोको बिचमा यत्रो गहिरो छ, यसमा फेरि गाडी पल्टने पनि धेरै सम्भावना छ। हेर्नुस् न, एकदम यहाँदेखि यसरी गर्दाखेरि यहाँ पनि खाल्टो छ, यहाँ पनि खाल्टो छ अनि यसरी यहाँ खाल्टो छ। यसरी एकदम स्लोपिङमा छ, कुनै किसिमले चिप्लिएर गयो भने झम्म यो गहिरोमा जान्छ। हेर्नु न, यो हामी देखिराखेका छौँ। बजेट कसरी हाल्छन्, बजेट हाल्ने यसरी हामी पुरा बजेट हाल्नु पर्छ। हाल्दाखेरि अब म ठेकदारहरूसँग सोद्दाखेरि ठेकदारहरू हामीलाई यति नै बजेट हाले थियो, खालि वालको मात्रै भन्नुहुन्छ। यो बिचको माटो पुरान सहितको बजेट हालेको छैन, यसमा इस्टिमेटमा छैन भन्नुहुन्छ। त्यसकारणले यो सबभन्दा हेलचेक्रा यो वार्डको हो, यो नगरबाट छुट्याएको बजेटबाट हो। हेर्नुस् न, ये लगभग 20 मिटरसम्म होला, 20 मिटर। यहाँ एकदम हामी यसरी देखिराखेका छौँ। अझ यहाँ यो वाल उठाउने बाँकी छ, अझ यहाँसम्म यहाँदेखि अझ उठाउने बाँकी छ। यहाँ आधा मात्रै अधुरो बजेट मात्रै हालेको छ यहाँ। अनि यहाँ यसरी यो वालदेखि यो पुरै बाटोसम्म पुरै माटो हालिदिएको भए कुनै पनि दुर्घटना हुने सम्भावना थिएन, तर यहाँ एकदम सम्भावना छ यो ठाउँमा दुर्घटना हुने। ठुलो बस आउँछ, स्कुल बस आउँछ यो बाटोमा। यसरी कुनै बेला स्कुलले बसहरू यसमा यो खाल्टोमा पल्ट्यो भने ठुलो समस्या आउँछ। त्यसकारणले समस्या आउनुभन्दा पहिले यसको समाधान हामीले गर्नुपर्दछ। हामी यो भिडियो देखिराख्नु भएको छ, तपाईहरू सेयर गर्नुहोला। तपाईको ठाउँ पनि कुनै यस्तै अधुरा यस्तो समस्याहरू छ भने हामीलाई खबर गर्नुहोला। त्यो भिडियो हामी सबै ठाउँमा सार्वजनिक गर्नेछौँ। पुरा खाल्टा हेर्नु न, यहाँदेखि यो पनि खाल्टो हो, यो पनि खाल्टो छ। पुरै त्यहाँदेखि पुरै खाल्टो छ।